लास को इसको त्यारा को हामीलाई के थाहा छ त्यही। हेलो सर नमस्कार। नमस्कार सर, यहाँ गली नम्बर 420 गुन्डा चोकमा एउटा लास फेला परेको छ। गुन्डा चोक हो अनि लास त भइहाल्छ नि, के भयो त? ए होइन, गुन्डा चोक होइन, के पऱ्यो नाम त? गली नम्बर 420 हनुमान नगर। ए ल म आउँदैछु। ओ माई गड, कसरी मऱ्यो कसैलाई थाहा छ? थाहा छैन सर, यिनीहरूले भनेको मलाई एकजना अङ्कलले आएर भन्नुभएको थियो कि यसको के भए आमाले आएर यसलाई मारेको अरे। यसको आमालाई यसलाई मारेको अरे। यतिकै भनेको, मलाई थाहा छैन। पुलिससँग मजाक होइन, सबैजना आउनुहोस् मेरो घरमा, किनकि आज शनिबार, आज अफिस खोल्दैन त्यसै लागि। ल सर, हामी कसले मारेको तपाईँहरूलाई थाहा छैन? यस सर, पनि हामीले उयो के भए, हामी त झन् भर्खर यहाँ आएको। ए भनेपछि के कसैले पनि देखेन कि त त्यहाँ के भएको थियो भनेर? थिएन सर, थिएन, कसैले पनि दिएको थिएन। तर म यहाँ आउनुभन्दा अगाडि चाहिँ एकजना मास्क लगाएको एकजना केटा थियो, तर त्यो अहिले कहाँ छ? फेरि मजाक गरे, कति मजाक गर्छ कि तिमी चाहिँ, चुप लागेको छ तिमी। डक्टर उसको पोस्टमर्टम रिपोर्ट आयो। हजुर सर, पोस्टमर्टम रिपोर्ट त आयो, तर उसको पोस्टमर्टम रिपोर्टले के भन्छ भने उसले चक्कुले हानेर मारेको भन्दैछ। कसले चाहिँ हान्नु सक्छ फेरि चक्कुले? के कसैले पनि देख्दैन? थिएन सर, थिएन, कसैले पनि देखेको थिएन। सबैको आँखा फुटेको रहेछ। हामीले त झन् तँलाई लास देखेर त तँलाई बोलाएको नि। तैँले बोलाएको माफी आयो। है शट अप, किप क्वाइट युर माउथ। इन्भेस्टिगेसन गर्नुको लागि बोलाएको मैले तिमीलाई, झगडा गर्नुको लागि बोलाएको? सरी सर। सोध्नु के चाहिँ सोध्दै हुनुहुन्थ्यो? म सोध्दै थिएँ कि यो लासलाई देख्ने मान्छेहरू कोही छैन? एकचोटि फेरि जाऊँ त्यहाँ। तपाईँहरू एकछिन यता बस्नुहोस्, म गएर आउँछु। यहाँ त निकै खुनको निशानहरू देख्छु त। कसैले पनि देखेन भनेर खुनको निशान छ। त्यहाँ खुनको निकै धब्बाहरू देखिएको छ। त्यहाँ खुनको निकै धब्बाहरू देखिएको थियो। त्यहाँ खुनको निकै धब्बाहरू देखिएको थियो अनि एउटा चिठी पनि थियो। त्यहाँ लेखिएको थियो कि अब त सिर्फ रमेश मात्र मरेको छ, बाँकी तिमी पनि मर्छौ भनेर। के तपाईँहरूको कुनै शत्रुहरू थियो? छैन सर, थिएन सर कुनै पनि शत्रुहरू त। तर पनि आएर यस्तो हुन्छ भने थाहा थिएन सर, सरी। केही भएन। जबसम्म पुलिस जान्छ तबसम्म देशको नागरिकलाई केही हुनेवाला छैन।